स्वागत छ आजको यस अर्को नयाँ भिडियोमा हाम्रो अफिसियल च्यानल PHE सपोर्ट एनपी र जसमा हामी तपाईहरुलाई विभिन्न जब भ्याकेन्सीज नोटिसहरु इन्फर्मेटिभ भिडियोहरु र विभिन्न एक्जाम ओरिएन्टेड नोट्सहरु प्रोवाइड गर्दै आइरहेको छ र आजको भिडियोमा हाम्रो नयाँ जब भ्याकेन्सी आएको छ एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट बी क्लास कमर्सियल बैंक बी क्लास डेभलपमेन्ट बैंक्स अफ नेपाल र पूरा भिडियो अन्तिमसम्म नष्ट गर्ने होला हामी कुन पदमा आएको छ कुन पोस्टमा कति क्वालिफिकेसन एप्लाई गर्ने प्रोसेस पनि यस भिडियोमा कभर गर्नेछौं। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक शेयर गर्न नभुल्नु होला। एक्सेल डेभलपमेन्ट बैंकले ट्रेनिङ असिस्टेन्ट र रिलेसनशिप म्यानेजर भन्ने पोस्टमा आएको छ। भ्याकेन्सी डिसेम्बर 19 भ्याकेन्सी आएको छ जस्तो छ। अब job opportunity Excel Development Bank, a B class financial institution licensed by Nepal Rashtra Bank with its network spread across Kosi province and its central office located at Birtamor, Japa, is the first province level development bank of Nepal. The bank invites application from self-motivated, qualified and result-oriented Nepalese citizen to fulfill the following position immediately. Position रहेको छ relationship manager level मा, असिस्टेन्ट लेभलमा रहेको छ। यो चाहिँ क्रेडिटमा नम्बर भ्याकेन्सी रहेको छ few, at least 3 years of bank experience in BFI with at least 1 year inclusive period of experience in credit related function भनेको छ। minimum bachelor degree in management or economics or equivalent from a recognized university securing minimum 45% or equivalent aggregate marks भनेको छ। त्यस्तै अर्को पोस्ट रहेको छ ट्रेनिङ असिस्टेन्ट मा नम्बर भ्याकेन्सी फ्यू रहेको छ जसमा फलोइङ जिल्लाको लागि भनेको छ रामपुर, इलाम, मंगलबारे, फिक्कल, गौरीगञ्ज, पठरी, शनिश्चरी एन्ड लेटाङ ब्रान्च भनेर छ। फ्रेशर्स क्यान एप्लाई भनेको छ। यसमा कुनै पनि एक्सपिरियन्स आएको छैन। ब्याचलर डिग्री इन म्यानेजमेन्ट IT कम्प्युटर साइन्स फ्रम अ रिकग्नाइज्ड युनिभर्सिटी securing minimum 50% or equivalent aggregate marks भनेको छ। एज रिक्वायरमेन्ट फर ट्रेनिङ असिस्टेन्ट विल बी maximum 28 years भनेको छ। Eligible and deserving candidates are requested to forward their application stating position, applied and preferred location along with updated CV enclosing a scanned copy of recent PP size photograph, citizenship certificates, work experience letter and highest level academic certificates to vacancy.december2025@edb.com.np not later than 5 AM on post 15/2082 stating the position applied in the field of email भनेको छ। Only shortlisted candidates will be notified for the further selection process. The bank reserves right to reject application without assigning any reason whatsoever. No telephonic query will be entertained भनेको छ। यो थियो एक्सेल डेभलपमेन्ट बैंकबाट रिलेसनशिप म्यानेजर लेभल असिस्टेन्ट क्रेडिटमा फ्यू र ट्रेनिङ असिस्टेन्ट फ्यू भनेर केही संख्यामा कर्मचारी माग गरेको छ। यदि तपाई फ्रेशर्स हुनुहुन्छ, जाहिरको खोजीमा हुनुहुन्छ भने यो भ्याकेन्सी तपाईलाई उपयुक्त हुन सक्छ। र एप्लाई गर्नको लागि तपाईले आफ्नो स्क्यान गरेको PP साइज फोटोग्राफ, एकाडेमिक सर्टिफिकेट्स, citizenship certificates, work experience letter र highest level academic certificates सबै एट्याच गरेर CV सहित यो इमेलमा सेन्ड गर्दा पनि हुन्छ अथवा YouTube भिडियोको डिस्क्रिप्सनमा म एउटा लिंक दिनेछु। त्यसमा तपाईले यो एप्लाई फर द जब भन्ने बटनमा गएर यहाँ नाम, इमेल एड्रेस, पोजिसन एप्लाई फर, कभर लेटर, मेसेज राखेर CV अपलोड गरेर यहाँ क्लिक गरेर सेन्ड गर्दा पनि हुन्छ। त्यसको लागि भिडियोको डिस्क्रिप्सनमा गएर हेर्नु होला। यो थियो आजको जब भ्याकेन्सी नोटिस एक्सेल डेभलपमेन्ट बैंकबाट रहेको छ। भिडियो राम्रो लागेको छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला, फलो गर्नु होला। यस्तै इन्फर्मेटिभ भिडियोहरु हामी फेरि लिएर आउनेछौँ। थ्यांक यू।